यसो भन्दै हुनुहुन्थ्यो, मेरो मुटुको टुक्रा, यो व्यस्त सडकको छेउबाट तिमीलाई निरन्तर पुकारिरहेकी छु। सायद पुकार्दा पुकार्दै अन्तिम श्वास फेर्छु होला। तिमीलाई त थाहा छ छैन, पोहोर सालको चैतमा तिमीले मलाई वृद्धाश्रममा छाडेर गएको ठ्याक्कै 13 महिना पुगेछ। यो 13 महिनामा म 13,000 पटक मरे होला तिम्रो मायालु अनुहार हेर्न नपाएर अनि तिमीलाई मेरो नजरको वरिपरि देख्न नपाएर। मेरो प्यारो छोरा, सन्तानको माया कस्तो हुन्छ भन्ने त यति बेलासम्म तिमीले थाहा पाइसक्यो होला नि है। तिमीले मलाई वृद्धाश्रम लग्ने बेला बुहारी 2 जिउकी थिइन्। आफ्नो मुटुको टुक्रा आफूदेखि अलग हुँदा कति पीडा हुन्छ त्यो कुरा तिमीले बुझिसक्यो होला नि है। म पनि तिम्रै यादले गर्दा आजसम्म बाँचेकी छु, एक मुठी श्वास फेर्न सकेकी छु। मलाई आशा छ म मर्ने बेलामा तिम्रो अनुहार हेर्न पाउनेछु। तिमीले मलाई छाडेको वृद्धाश्रममा म अटाइन छोरा, किनकि मभन्दा धेरै दुखी आमाहरू थिए त्यहाँ, जसको यस संसारमा कोही थिएनन्। मेरो त तिमी छौ, बुहारी छिन् र नाति पनि छ भन्ने सुनेकी छु। त्यसैले म आफै त्यो तिमीले छाडेको वृद्धाश्रम छाडेर बाहिर सडक पेटीमा आएँ बाबु, बाहिर सडक पेटीमा आएँ। सडकको जीवन त मलाई यति कठोर भएन जति तिम्रो यादले पीडा भयो। तिमी मेरो पेटमा हुँदादेखि मलाई यहाँ छाड्ने बेलासम्म मैले तिमीसँग बिताएका पलहरू ओढेरै बाँचेँ, तिम्रा मायाहरू खाएरै बाँचेँ। कहिलेकाहीँ कुनै पवित्र मनले केही खानेकुरा दिँदा पनि मलाई कतै तिमी भोकै पो छौ कि भन्ने पीडा हुन्छ छोरा। आमाको मन कस्तो हुन्छ, आमाको मन कस्तो हुन्छ, एकपटक बुहारीसँग सोध ल, भर्खरै जन्मेको बाबुको तिमीलाई कति माया लाग्छ भनेर। हो छोरा, तिमीहरूले मलाई घरबाट त्याग्यौ, यसमा मलाई केही दुःख लागेको छैन। मेरो लागि त तिमी भन्दा अमूल्य सम्पत्तिहरू के नै थियो र एक वचन जा भनेको भए मेरो जीवन नै तिम्रो नाममा त्यागिदिन्थे, किनकि तिम्रो बाबा स्वर्गे भएपछि यो संसारमा तिमी मात्र त छौ मेरो भन्ने। आफूले माया गर्ने मान्छेले दिएको पीडा पनि कति मिठो लाग्दो रहेछ छोरा, उपहास पनि सुमधुर हुँदो रहेछ। म सबै यातना चुपचाप सहन तयारै थिएँ। मैले राम्रो लुगा र मिठो खाना पनि त मागेकी थिइनँ, तर मलाई घरबाट निकाल्ने फैसला गरेछौ। तिम्रो एउटा तस्बिरसम्म भएको भए त्यही हेरेर चित्त बुझाउँथे बाबु, त्यो पनि तिमीहरूले निकालेछौ। आफ्नो सन्तानले गरेको हरेक कुरा सह्य हुन्छ आमा बाबालाई होइन र? आफ्नो छोराछोरीले दिएको पीडा सह्य हुन्छ सबै बाबा आमालाई होइन र? मलाई माफ गर बाबु, मलाई माफ गर। मैले तिमीहरूले जस्तै आधुनिक बोल्न जानिन, तिमीहरूले जस्तै अङ्ग्रेजी बोल्न जानिन, तिमीहरूले जस्तै मिठो पकाउन सकिन, म सफा सुग्घर भएर बस्न सकिन। मैले कुपोषित शरीरले पाएको सजाय दम र खोकी रोक्न सकिन। म बुढी भएँ, म खोले खाएर बोतला ओढेर हुर्केकी मान्छे। तिमी सानो छँदा तिमीलाई मागेरै भए पनि मिठो खुवाएर हुर्काएँ। तिम्रो बाबा तिमी पेटमा हुँदादेखि परदेशिएर 5 वर्षसम्म बेखबर हुँदा पनि मैले तिमीलाई कहिल्यै भोकै राखिन। बाबु, मेरो छाती सिस्नोको खोलेले पनि भरिएकै थियो र सहेकै थियो। बाबु, मेरो छाती सिस्नोको खोलेले पनि भरिएकै थियो र सहेकै थियो। हो बाबु, म धेरै पल्ट मरेर पनि बाँचेँ, किनकि मलाई भोक लाग्दा तिमी भोकाएको देख्छु, प्यास लाग्दा तिमी तिर्खायौ कि भनेर झस्किन्छु। म पीडाले कराउन सक्दिनँ छोरा, किनकि म कराउँदा तिमीलाई दुख्छ जस्तो लाग्छ। हो छोरा, यो आमाको मन अचम्मको हुने रहेछ। हो छोरा, यो आमाको मन अचम्मको हुने रहेछ। पोहोरको वैशाखमा आमाको मुख हेर्ने दिन थियो। सबैका छोराछोरी आए, तर तिमी आएनौ। छोरा, ठिक गर्यौ। जाबो एक दिन भेटेर अनि मिठो खुवाएर के हुन्थ्यो र? जाबो एक सरो लुगा दिएर अनि एकपटक आमा भनेर के हुन्थ्यो र? कमसे कम देखावटी स्वाङ त पारेनौ। मलाई थाहा छ तिमीले मनको एउटा कुनाले पक्कै सम्झ्यौ होला, तर मैले त हरेक श्वास र कसैले दिएको घाँसमा पनि यो शरीर लास नहुन्जेल सम्झिरहनेछु छोरा। मैले भुलेकी छैन तिमीले मलाई कति धेरै माया गर्थ्यौ सानोमा। मैले भुलेकी छैन बाबु, तिमीले मलाई कति धेरै माया गर्थ्यौ सानोमा। बाटोमा भेटाएको काफल गेडी पनि मलाई दिएर खान्थ्यौ। मेरो जुठो नखाएसम्म तिमी अगाउँदैनथ्यौ। मेरो जुठो नखाएसम्म तिमी अगाउँदैनथ्यौ। अहिले माया सायद सकियो होला क्यारे। सकिएपछि यसमा तिम्रो के दोष होइन र? बाँकी नै नरहेपछि त के दिनु रहे?
हो छोरा, यो स्वार्थी संसारमा तिमी मात्र होइन, यस्ता धेरै छोराछोरी छन् रे अचेल। त्यसैले सुर्ता नमान्नु है, बरु आफ्नो ख्याल राख्नु। तिमीले कहिल्यै समयमा खाना खाँदैनथ्यौ। मैले हरेकचोटि मुटु धड्किँदा तिमीलाई बाहेक अरूलाई सम्झिन्न बाबु। मेरो यो संसारमा अरू कुनै छ र छोरा? तिमीलाई पक्कै पनि दिनभरि बाडुल्की लाग्दा कति गाह्रो हुन्छ होला है। मेरो यति अधिकार त नखोसन है राजा, मेरो यति अधिकार त नखोसन है। म सायद धेरै बाँच्दिनँ होला बाबु। तिमीलाई थाहा छैन भोको पेटमा बोरा ओढेर सडकसँग सुत्नुको पीडा कस्तो हुन्छ भनेर। हिजो हाम्रो फुसे घरको छानो पुसे झरीमा चुइँदा मेरो छाती ओढाएरै तिमीलाई बचाएको कुरा तिमीले बिर्स्यौ बाबु, तिमीले बिर्स्यौ। मेरो छोरा, अब त नाति पनि बाबा मम्मी भन्ने भयो होला। तिमीहरूले ठिक गर्यौ मलाई घरबाट निकालेर, नत्र नातिले भोलि जान्ने भएपछि बुहारीले मलाई गरेको माया देखेर त्यही सिको गर्ने थियो। अनि तिमीहरूलाई भोलि बुढेसकालमा मैले जस्तै सडकको या वृद्धाश्रमको बास बस्न पर्न के बेर? आफ्नै सन्तान सडकमा भिख मागेको म हेर्न सक्दिनँ छोरा। म आफू जस्तो सुकै पीडा खप्न तयार छु, तर तिमीलाई सडकमा बोराभित्रको जिन्दगी बाँचेको हेर्न त के म कल्पना गर्नसम्म पनि सक्दिनँ। बुहारीको मन पनि नदुखाउनु है छोरा, बुहारीको मन पनि नदुखाउनु है छोरा। उनी पनि त कसैकी छोरी हुन्। मैले तिमीलाई जन्माउँदा जस्तै पीडा सहेर जन्माए कि हुर्काए कि? हेर न, आफ्ना सबै आफन्त छाडेर सर्वस्व तिमीलाई सुम्पेकी छन्। अन्तमा आज फेरि आमाको मुख हेर्ने दिन भन्ने सुनेकी छु। शरीरभरिका घाउहरू र अन्तर्मनका घाउहरू बेजोडसँग दुखिरहेका छन्। तिम्रो बाटो हेर्दा हेर्दै मेरा आँखा थाकिसकेका छन्। मैले कालसँग पनि दयाको भिख मागेकी छु बाबु। मर्नुभन्दा अघि केवल एकपल्ट तिमीलाई हेरेर मर्ने रहर छ। मलाई दागबत्ती दिन पर्दैन छोरा, बरु भोकाएका गिद्ध र स्यालहरूलाई खान दिनु, किनकि भोकको पीडा कस्तो हुन्छ तिमीलाई भन्दा मलाई राम्रोसँग थाहा छ। तिमी जहाँ भए पनि तिमीलाई काँडाले नघोचोस्, तिमी जहाँ भए पनि तिमीलाई काँडाले नघोचोस्, कुनै रोगले नभेटोस्। अर्को जन्म हुने रहेछ भने तिमीलाई मेरै कोखमा जन्माउन पाऊँ बाबु। अर्को जन्म हुने रहेछ भने तिमीलाई मेरै कोखमा जन्माउन पाऊँ, किनकि तिमीलाई मैले गर्ने मायाको धित मरेकै छैन, किनकि मैले तिमीलाई गर्ने मायाको धित मरेकै छैन। उही सडकमा मृत्यु कुरिरहेकी आमा, उही सडकमा मृत्यु कुरिरहेकी आमा।